के भयो काका हात्ती आउनु भएको छ त जङ्गलले हामीलाई यो गाउँमा बसी खान दिएन अब मेरो दाइलाई बसी खान नदिँदाखेरि तपाईँहरू गाउँलेहरूले केही गरिदिनु भएन अब तपाईँको लागि चाहिँ मैले के गरिदिनु पर्यो भन्नु न काका त्यो रातेको पनि भैँसी चाहिँ नि लिएर गयो जङ्गलले अब मेरो पनि चाहिँ नि भाका लाग्दैछ काका मैले त बोलिरहेकै छु त अब मैले मात्र बोलेर के हुन्छ ल भन्नुहोस् त त्यो जङ्गलको विरुद्धमा तपाईँहरू कोही पनि बोल्नुहुन्न तपाईँहरू सबैजना बोले पो त्यसले त्यस्तो काम गर्छ रिवाज बाबु अब लानेहरूको त लगिनै गयो अब बाँकी मान्छेहरूको अब कसरी जोगाउने त्यो चाहिँ सल्लाह गरौँ न काका अब मैले के सल्लाह दिउँ भन्नुहोस् त न म यो गाउँको कोही ठुलो बडा मान्छे न को हेर्नुहोस् तपाईँहरू एकजुट हुनुहोस् अनि बोल्नुपर्ने ठाउँमा म बोलिदिउँला नि मेसीको पेलेन्टी सुट अनि यो जगल्टेको बुट एउटै हो भन्ने कुरो थाहा छ नि रिवाज दादालाई अनि के त जङ्गलले मसँग जुद्ध पठाएको राम दाई पनि अब त्यत्रो आँट भए भए अब म जङ्गेकोमा गुलामी बस्नु पर्थ्यो भने अब पढे लेखेको त छौ नि के गर बुद्धि छैन तिम्रो हजुरको चाहिँ बुद्धि नभएको त्यो जङ्गे दादाले भनेको कुरा मानेको भए कति राम्रो हुन्थ्यो त्यो तपाईँको त्यो दाजु छ नि दाजु रने दाजु त्यो कहिल्यै धनी हुँदैन चुप्लाक अरू जेसीको कुरा गरे तर मेरो रने दाइको विषयमा यस्तो कुरा नगर र अर्को कुरा सुन जङ्गेको गुलामी बस्न तँलाई सुहाउँछ मलाई होइन बुझिस् दादा हजुर पनि कस्तो गुलामी भनेर हेप्नु भएको तास खेल्दाखेरि गुलाम भएन भने के हुन्छ सोध्नुहोस् त ठिक भनिस् तैँले त जङ्गेको गुलामै होस् अनि तेरो जङ्गे चाहिँ मिसियो होला होइन तेरो जङ्गेलाई गएर भन्दे एकाएर बासा बाँकी छ भनेर किन भन्ने अहिले यहाँ हामी के कलब्रेक खेल्न लाग्यो हो र दादा हजुर पनि अहिले त म लागे खोइ
के भयो भन्नु र बुढी? काजीको ऋण पनि तिर्नु सकेन। ओ साँच्ची, जुन म बिरामी हुँदाखेरि काजीसँग राखेको सुन्छ नि, नक्कली पो भन्छ त। जो पनि आउँछ नक्कली भन्छ काजीको मान्छेहरू आउँदाखेरि। होइन, कुरा चाहिँ के रहेछ केही बुझ्न सकेन। साँच्चीकै नक्कली हो कि त्यत्तिकै भने हो कि खोइ के हो के हो? खै बुढा, मलाई पनि अचम्म लागेको छ। मेरी आमाले खाइ नखाइ गरेर जोड दिएको सुन हो। अब नसोचेको घटना घट्यो, हजुरलाई त्यस्तो भयो। अनि हस्पिटल लगे, कति ठाउँमा ऋण खोजे, कहीँ पनि पाएन। कसैले पनि ऋण पत्याउनु भएन। त्यसपछि मैले केही पनि सोच्नै सकिनँ। अरू मसँग केही विकल्पै थिएन। अनि आमाले बनाइदिएको त्यही सुन्थ्यो। अनि यसो सोचेँ, हस्पिटलमा 1.5 लाख पैसा ल्याउनु भन्यो। अब पैसा थिएन मसँग, त्यही भएर त्यही सुन राखेर काजीसँग 1.5 लाख पैसा लिएर आएर हजुरलाई हस्पिटलमा भर्ना गरिदियो। अनि अहिले आएर त्यो सुन नक्कली भन्नुहुन्छ। म पनि अचम्ममा परेको छु, कसरी नक्कली भयो होला है बुढा? त्यही त भने म पनि छक्क परेको छु कि नक्कली भयो भने चाहिँ सुन। फेरि हिजो साँझमा काजीको मान्छे आएर केही दिनभित्र ऋण चुक्ता गर्न सकेन भने घर खाली गरिदिनुपर्छ भन्दैछ। खै बुढा, के गर्ने के गर्ने? हजुरको पनि काम छैन। यो 2-4 दिनभित्रमा यति धेरै पैसा कहाँबाट ल्याउने होला? अनि घरमा सबै समस्या आउँछ। आमा फेरि पुत्त हिँड्नुहुन्छ। हुन त बाउले अर्को आमा ल्याउनुभयो भनेर हजुरलाई जन्माउने आमा त माइत गएर बस्नु लाग्छ। अब उहाँ त सौतेनी आमा न पर्नुभयो। अनि हामीलाई दुःख पर्दाखेरि के साथ दिनुहुन्थ्यो र? सुन न, बरु अलिकति बारी बेचेर त्यही पैसाको ऋण तिर्नु पर्थ्यो क्या? त्यस्तो नभन्नुहोस् बुढा। यो भएको बारी बेचेर के गर्नु? पछि हाम्रो सन्तान जन्मिन्छन्, पढाउनु पर्यो, लेखाउनु पर्यो। अनि भोलि यही बारी पनि बेचेपछि के गर्नु? बरु यसो गर्दा कसो होला? भारी बोकाउँला, बरु बाहिर मजदुरी गरौँला, 2 जनै दुःख गरौँला, अनि मिलेर ऋण तिरौँला नि। हजुरको साथमा म छु नि। खोइ के भन्ने र माया, यो ठाउँमा च्याला मजदुरी गरेर पनि हातमुख जोड्नै गाह्रो छ। बरु एकचोटि विदेश पो जानुपर्छ है क्या? विदेश जान पनि भन्ने बित्तिकै कहाँ सजिलो छ र बुढा? विदेश जान पनि पैसा चाहियो। यति बेला हामीलाई भन्ने बित्तिकै कसले ऋण पत्याउँछ र? यही काजीको ऋणले त यस्तो हालत भएको छ। बरु पानी पर्न लाग्यो चौघरतिर। चाहिँ अरूको के खबर नि यस्तो गाउँको? त्यो लम्बुले रिबाजेसँग सहयोग माग्दै थियो जङ्गम दाई। तँलाई खुवाएर यत्रो भुस्तिक्रे बनाएको के काम हो त मलाई? त्यो रिबाजेको हातखुट्टा भाँच्न सकिनस्? अब के भाँच्नु नि दाई? अब तपाईँ मिसी रे, अब म गुलाम रे। उनीहरूका दाजुभाइ त एक कारा बादशाह पो भन्छ त। ठिक छ, ठिक भने त त्यसले। त गुलाम म मिसी, त्यो चाहिँ एका र बादशाह रे।
यो गाउँको एक्का पनि मै हो, बादशाह पनि मै हो। यो गाउँभरि ऋण दिने पनि मै हो। बुझिस् त गल्टे? अब मैले बुझेर के गर्नु दादा हजुर? त्यो रातिको गोठबाट जसरी भैँसी फुकाएको थियो नि, त्यसै गरेर त्यो लम्बुको गोठबाट पनि के छ सबै ल्याउनु पर्यो, अनि मात्र कुरो मिल्ला जस्तो छ दादा हजुर। तिमीहरूलाई मैले खुवाई प्याई गरेर यत्रो भुस्तिक्रे बनाई, अनि लिनु मै जानुपर्ने तँ गर्ले रहेछ। जब हामीलाई अप्ठ्यारो पर्छ नि, आमा चाहिँ फ्याट माइततिर गएर बस्नुहुन्छ। हिजो पनि काजीको मान्छे आएर थर्काएर गयो, छिटोभन्दा छिटो ऋण फिर्ता गरेन भने घर खाली गर्नुपर्छ भनेर थर्काएर गएछ। काम खोज्न गयो, भनेको जस्तो काम पनि पाउँदैन। पढी लेखी भएर पनि के गर्ने? विदेशै जाउँ भने पनि यतिखेर कसले चाहिँ ऋण पत्याउँछ? विदेश जाने कुरा नगर्नुहोस्, यहीँ केही गर्न सकिन्छ। अहिले पो हामीलाई दुःख छ त। काजी बाबा पनि त्यति धेरै नबुझ्ने त हुनुहुन्न। एकचोटि मान्छे आएर थर्काएर भन्नुभन्दा हजुर आफै गएर भन्नुहोस् न। अनि एउटा कुरा भन्छु, नराम्रो नसोच्नु है। मलाई कता कता आमाप्रति नै शङ्का जस्तो लाग्छ। कतै आमाले सुनसँग अर्को नक्कली तिलहरी त साट्दिनु भएन? खोइ के भन्नु त, खोइ म पनि केही पनि बुझ्न सक्दिनँ आमाको कुरा। एकचोटि आफै गएर काजीलाई भेट्नुहोस्, सबै कुरा गर्नुहोस्। त्यति धेरै नबुझ्ने हुनुहुन्न, अवश्य पनि बुझ्नुहुन्छ। केही समय भाका सारिदिनुहोस् भनेर हजुरले बिन्ती बुझाउनुहोस्, अवश्य पनि मान्नुहुन्छ। त्यस्तै गर्नु पर्यो। ल जाउँ बोल। दिदी राधिका नमस्ते। नमस्कार। एक्लै आयो तिमी राधिका? एक्लै आए। बाटो देख्यौ? सोध्दै आयो नि। राधिका, अनि घरमा मम्मी बाबा सन्चै हुनुहुन्छ? कहाँ आगोमा बसेर कुरा गरेको? जाउँ भित्र जाउँ। ए माथि नै आइज न। अरे तेरो ताल ऋण त तँलाई छँदैछ है, यो अनुहार पनि कहिले उज्यालो नहुने भयो तेरो। मेरो स्थिति थाहा हुँदाहुँदै नजिस्क्या नि त्यसरी। नजिस्काएर के भन्दा तँलाई अब जङ्गेका ऋण मिना गरिदिन्छु भन्दा पहिले सुन्दैनस्। तेरो त्यो भाइ रिवाजे अनि बुहारी उनीहरू चाहिँ जहिले पनि मोजमस्ती गर्दै हिँड्ने। एउटै बाउले जन्माएको छोरो त जेठो, त चाहिँ जहिले पनि अनुहार पारेर बस्ने। लैन अहिले चाहिँ तेरो ऋण मिना गर्न सकिन भने मेरो नाम पनि थाहा छ होला नि तँलाई। फेरि थाहा छ तेरो नाउँ पनि थाहा छ, सबै थाहा छ। तँ त मेरो साथी होस् नि, त यता पनि ठिक्क उता पनि ठिक्क पार्छस् है त।
म सबैलाई ठिक पार्छु नि। तँलाई त ठिक पार्छु म। तँ निराश चाहिँ किन भएको त्यो मात्रै भन्न पहिला मलाई। ल भन् त। तँलाई थाहै छ त तेरी भाउजू पनि रोगी सगी केही होइन। ताकत नभएर केही यसो ताकतले कुरा भनेपछि खुवाउनु जाने छैन। खै 1000 रुपियाँ लियो त। अहिले गएर खसीको मासु ल्याएर म आफै पकाएर भाउजूलाई एक कचौरो खुवाउँछु। खै झिक्याल त पैसा झिक्याल न। 1000 त कहाँ छ त पैसै छैन मसित के गर्ने। ए जम्मा 200। अब यो 200 ले चाहिँ हेर त्यो खसीको मासु त आउँदैन हेर है। अब त्यो ब्रोइलर कुखुरा आउँछ त्यही भए पनि ल्याएर खुवाउनु पर्यो भाउजूलाई। त मसला किन्दै घर म गएर ल्याइहाल्छु है। अब यसले जङ्गेलाई त फास्लङ फुस्लङ पार्ने यो आउँदैन मलाई थाहा छ। थाहा छ मलाई सबै। थाहा भयो के त घरमा बुढी छ भन्दैमा बाहिर गर्लफ्रेन्ड राख्नु नपाउने हो। कति नै ओरिजिनल साली जस्तो सबै थाहा छ अरे। झन् कति मजाले जिस्काइरहेको छु त्यो पनि थाहा होला। त्यो कुरा छोडिदिनुहोस् बेना। साली तिम्रो कपाल कालो बनाउँछु भनेर मसँग अस्ति 500 ल होइन त्यो 500 फिर्ता ल्याउनु खुरुक। हो तर 500 मा कहाँ आउँदो रहेछ त। अब 800 रुपियाँ लिँदो रहेछ। मेड इन युगान्डा फेरि चाइनिज लाउने बानी। हुन त अब 300 रुपियाँ होला होइन। 300 होइन यसो गर 1000 रुपियाँ ल्याऊ यो 200 रुपियाँ राख त। पक्का ल्याइदिनुहुन्छ नि। हेर्छु नि म पनि मेड इन युगान्डा ल्याइदिनुहुन्छ कि चाइनिज ल्याइदिनुहुन्छ उता फर्किनु एकछिन। पैसा निकाल्न हो थाहा छ कहाँ राख्छु तिमीहरूले पैसा। ल अरे यतिखेरसम्म त 1 लाख रुपियाँ झिकिन्छ हौ। त्यो 1000 निकाल्न के एटिएममा राखे होइन राखे ठाउँको थाहा छैन त फुत्त निकालेर दिनु पर्दैन भने। अरे के हेरिरहेको खै तिमीलाई अब यो 200 फिर्ता दिन होइन। अब के हो अब फेरि भाउ बढिसक्यो कि। अब मेड इन युगान्डा पऱ्यो हेर है। अब बढ्यो भनेदेखिको चाहिँ म फिर्ता ल्याउँला। तिमी चाहिँ के गर भने ब्रस लिएर ठिक्क भएर बस रङ लाउनलाई म यो गएर ल्याइहाल्छु है त। ल 800 पर्छ भन्नुहुन्थ्यो त। अस्ति मसँग 500 लानुभयो आज 1000 लानुभयो। म चाहिँ ठगिए जस्तो लाग्यो। ठगिया अरे 100% ठगिया हो नि। ल हेर त अब साउ पनि बुझाउनु पर्ने ब्याज पनि बुझाउनु पर्ने। त्यो हुँदा हुँदा भैँसी पनि फुकाएर लिएर गयो। ल ए साँच्ची तैँले घिउ बनाइछिस् त। ए अब भैँसी नै लगाएपछि घिउ त के बनाउँदैछ है। हेर केटा जङ्गले त ठग्यो तैँले पनि ठगिस् होइन। भैँसी ल्याइदिन्छु भनेर खोइ ल्याएको। ए भनेपछि भैँसी चाहियो। अब दुनो भैँसी किन्न गयो भने 1 लाख रुपियाँ पर्ला। लिन त गएको हो नि। सिङमा समातेर ल्याउनु भएन। दाम्लो किन्ने पैसा छैन। ल दाम्लो किन्ने पैसा ल्याउनु। अहिले गएर गर्दनमा बाँधेर ल्याउन सकिन भने मेरो नाम त थाहा छ होला नि। थाहा छ तेरो बानी। यता मलाई ठिक्क पार्छ सुता गरेर जङ्गेलाई ठिक्क पार्छस् तैँले। ठिक्क नपारी भैँसी आउँछ त भाइ। उहाँ जङ्गेले चाहिँ बन्चरले टाउकोमा ड्याम्की ड्याम हानेर लडाएर मोमो बनाएर खाइदिएला। फेरि फुर्कुने पैसा ल्याऊ होइन दाम्लो किनेर अहिले बाँधेर ल्याउँछु अहिले ल्याउँछु। नाम त थाहा छ नि तिमीलाई मेरो। त्यही थाहा भएर पो तैँले ल्याउँदैनस् भनेर भने त। तिमीहरू त्यो जङ्गेसँग डराउँछौ भन्ने कुरो मलाई थाहा छ हेर। म चाहिँ जङ्गेसँग डराउँदैन भन्ने कुरा पनि तिमीहरूलाई थाहा छ। ल भन फुर्को भैँसी चाहिन्छ कि चाहिँदैन है। तैँले भैँसी ल्याउँदैछ भन्ने मलाई थाहा छ। त्यही भएर जानी म तँलाई पैसा दिन्न। भनेपछि यहाँ जङ्गै लिएर आउँ त। झन् भन्दैछु गएको म भैँसी लिनलाई। अब गएँ सिङमा समातेर ल्याउनु भएन। दाम्लो छैन। त्यही पनि किनेर लैदेऊ नि त भनेर यसो खल्तीमा छामेको जम्मा 1200 रुपियाँ मात्रै रहेछ। दाम्लो फेरि 2200 भन्छ। अब 1000 पुगेन क्या। 1000 ल्याऊ फुरुक्क न भैँसी आइपुग्छ नत्र जङ्गै आउँछ है भनिदिएको छ नि मैले। फेरि जानी म ठगिँदैछु। अब 1000 नथपिकन 2200 पुग्दैन। अब 2200 नपुगिकन दाम्लो आउँदैन। अब दाम्लो नभएपछि भैँसी आउँदैन। त्यही भएर 22 नि हो नि मेरा। ओहो 22 नै पुग्यो। अब 17 वर्षसम्म त नाबालिका हो होइन। अब 22 नै पुगेपछि त बिहा गर्ने उमेर त भयो। तर त्यही जङ्गेको भतिजोको चाहिँ भुँडी किन बोक्या तिमीले। कसरी मिलाउने होला अब ल। के गर्नु बेना ललाई फकाइ गरेर माया जल्न फसायो पत्याउनु त पर्यो नि। ओहो ललाई फकाइ चाहिँ होइन हेर है। धनी बाबु भतिजो देखेर तिमीहरू हाम फालेको। हामीले जिस्काउँदा त गरेर नखरा गरेर हिँड्छौ त फेरि। बेनाले अलिकति पैसा दिनुभयो भने यो बच्चा एबोर्सन गरौँ भनेको। चिन्नु छैन ल भन हतार।
लभ गर्न पाएन यो के भन्छ त्यो हतार अनि फेरि अब यो हुन पाएन फेरि फाल्न हतार फाल्न हुँदैन जन्मौ यहाँ बे भएको नारीले त बच्चा पाल्न एकदम गाह्रो छ बिना म अविवाहित केटीले बच्चा पाएर कसरी पाल्ने तिम्रो कुरा पनि ठिकै हो हेर अब यहाँ अहिले बिहा गरेका महिलाहरूले बच्चा पाल्नलाई कस्तो हम्मे भइरहेछ हेर तिमी त झन् अविवाहित तिमीलाई त गाह्रै हुन्छ हेर होइन फेरि तिम्रो त्यो पेटको बच्चा फाल्नलाई पैसा दिन मलाई पनि अति नै गाह्रो हुन्छ क्या फेरि यसो गरौँ त्यो जङ्गेको भतिजो छ नि त्यसलाई गएर म एकचोटि भेट्छु हेर केही गरी त्यसले बिहा गर्छु भन्यो भने त बच्चै फाल्नु परेन नि के कसो भन त त्यसले मलाई के स्वीकार थिएर भेन फोन म कति गर्छु एककाल फोन पनि उठाउँदैन फोन उठाउँदैन रे मैले गएर कुरा गरेपछि तिमीलाई डोलीमा राखेर उठाउँछ अहिले मलाई जान त देऊ कमसेकम नाम त थाहा छ नि है तिमीलाई मेरो एकचोटि पाको जुनी दिदी गरिमै मरिने भयो के गर्नु त रहने भाइ अब धनी हुनलाई इमान इज्जत बेच्ने कुरो भएन हामी गरिबको त इमान इज्जत पनि बिक्री हुँदैन दिदी अब गर्ने चाहिँ के त भाइ तिमी पनि त्यस्तै म पनि त्यस्तै के चाहिँ गर्ने त के गर्ने दिदी जङ्गेको व्यवहार देख्यो भने झलझल याद आउँछ आफ्नो रोगी बुढीको अनुहार हेऱ्यो भने माया लागेर आउँछ के गर्ने अब बुढी बिरामी छ भनेर घरमा मात्र राखेर भएन नि त भाइ अब त्यो रिवाज भाइसँग पैसा सापट्टि गरेर भए पनि यसो उपचार त गर्नु पर्यो नि त तपाईँ भन्नुहुन्छ नि दिदी भाइ पो आफ्नो त बुहारी आफ्नो हुँदो रहन्छ पैसा माग्नु त पराइ जाओस् त्यहाँ गयो भने भाइ बुहारी झगडा गर्छन् तिमीले त्यसो भन्न मिल्दैन रहने भाइ जे भयो नि बुहारी हो भाइ आफ्नो हो भाइलाई फकाइ फुलाइ गर न भाइले मानिहाल्छ नि त्यति सहयोग त गरिहाल्छ नि भाइले धन्दा बुढाबुढी छौ र छोराछोरी छैन छोराछोरी पाएको भए झन् दुःख हुन्थ्यो भाइ छोराछोरी भन्दा पनि ठुलो हो पैसा ठुलै हो पैसै ठुलो भन्दैमा जङ्गेकै चलाउनु पर्छ भन्ने छ जसको पैसा चलाउने ब्याजै तिर्ने हो काजी सर गरिब भए पनि बुद्धि चलाउने गर क्या ब्याजमै लिनु पर्ने भएपछि मेरो चलाउ न कम ब्याजमा दिन्छु त्यसको चाहिँ किन चलाउने हाम्रो काई साहबको फेरि सुत्नु भन्दा बन्दुक चल्छ नि फेरि ऋणको ब्याजले हामी त्यसै तर्सेका छौँ अब बन्दुकको गोरुले किन तर्साउँछ धनी हुनलाई त बुद्धि हुनुपर्छ बुद्धि छैन त्यही भएर गरिब भयो हामीलाई ऋण पनि चाहिएन धन पनि चाहिएन काजी साहब शान्तले बाँच्न काजी साहब जङ्गे आउँछ अनि हामीलाई चाहिँ ब्याज छिटो दे भनेर भन्छ अनि हजुर आउनुहुन्छ फेरि चाहिँ मेरो ऋण लि भनेर भन्नुहुन्छ हामी गरिब चाहिँ कहाँ गएर बाध्य भएछ ऋण लि भन्दा पनि नलिने जहिले पनि गरिब भएर बस्ने बुद्धि चलाउनु पर्छ हुँदैन होइन के जमिन देशमा शासन हट्यो भन्छन् हाम्रो गाउँमा त खै यिनीहरूकै शासन छ ऋण जस्तो कुरा पनि जबरजस्ती लि भएर हुन्छ त काई साहबले भन्छन् भने लिँदैन त अब उसँग लिएर अर्कोलाई तिर्दे ब्याज पनि सस्तै रहेछ त सस्तो ब्याज भनेर ऋण लिएर हुन्छ त भाउ जङ्गियाले रने दाईलाई हातै उठायो झन् यो काजीले त समयमा ऋण तिरेन भने छातीमा बन्दुक तेर्साउँछ मेरो बिजोग थाहा छँदै छ केटा तँलाई के गर्छस् त आफै गर अब हामी गाउँलेलाई ऋण पनि लाग्यो दिन पनि लाग्यो अब मै बसेको छाप्रो बेचेर ऋण तिर्न त भनौँ भने पनि मै कहाँ बस्ने होला अब विदेश जान त भनौँ भने पनि ससुराले मेरो लोग्नेले विदेश पठायो भन्ने नि यहीँ बसेर खेती किसान गर्दाखेरि पनि नहुने होइन भाउ हुन्छ तर हामीलाई फापेन भाग्यमा नभएपछि केही हुँदैन केटा हेर्न त्यो रिबाजेलाई ऋण पान गरेर त्यत्रो पढाएँ सहर पनि गयो आखिरी गाउँमै आएर थन्किएर बसेछ अब ठुलो जागिर खान त भनौँ भने रिबाजेले जति पढाए पनि छैनस् तैँले अब यहीँ केही गर्छस् कि झोला बगेर जान्छस् बेलैमा विचार गर गाउँले जीवन जति पढे नि आखिरीमा खेती किसान गर्नै पर्छ गर्नु पर्यो नि त
तिम्रो जस्तो डुलेर खाना पुग्छ त मलाई? नाम थाहा छ भन्ने मान्छे कतातिर जानु भएको छ? तपाईँले देख्नु भएको छ काकी? ताल परे तेरो काकीले मलाई देख्दैन कहिले काहीँ। अनि त्यसलाई चाहिँ किन खोजी गर्नु पर्छ तैँले चाहिँ? एउटा सामान किनिदिन्छु भनेर मसँग 1500 ठगेर लग्यो नि, त्यही भएर खोजेको नि। काम साम छैन, डुलेर खान्छ, अनि त्यस्तो मान्छेलाई 1500 चाहिँ किन दिएकी त? तिम्रो कपाल रातो रहेछ, कालो बनाइदिने मेहन्दी ल्याइदिन्छु साली भनेर 1500 ठगेर लग्यो नि त मलाई। छिछि मेरा जस्तो हिजो उम्रेको थिइस्, अहिले तेरो कपाल रातो भएर कालो बनाउनु पर्ने, तँलाई चाहिँ मेहन्दी किन्नुपर्ने, त्यो पनि 1500 को? देखे छैन भनेदेखि देखे छैन भने भइहाल्यो नि काका, किन थर्काउनु पर्यो? अर्थी बुद्धि दिने जमानै छैन अहिले। केटाहरू जति सबै चाहिँ जङ्गेर काजीका गुलाम, केटीहरू जति चाहिँ भनेकै मान्दैन हाम्रो गाउँका। अर्थी बुद्धि चाहिँ आफ्नै छोराछोरीलाई दिनु काका, गाउँले छोराछोरीलाई दिनु पर्दैन। तिमी चाहिँ के टोलाएर टङ्गा परेर हेरेको नि? खुरखुर खान न। मसँग पो रिसाउनुहुन्छ? धन्न काई साहब रिसाउनु भयो। यो बन्दुक रिसाएको भए अघि नै पड्किन्थ्यो। पैसा छ, पावर छ भन्दैमा म घाँस काट्न जान लाग्यो मान्छेलाई, थर्काउनु त मिलेन नि काजी साहब। काजी साहब बाटोमा हिँड्दाखेरि बडु मिर्गलाई छोड्छ, बडु यो रित्तै टोको बोकेर हिँड्नेलाई छोड्दैन। ठुल्ठुलो नचला न, बुद्धि चला के बुद्धि। यसले त्योसँग ऋण ल्या छ कि छैन सोधै फेर। तपाईँहरू यो रित्तो टोको बोकेर हिँडेको देख्न सक्नुहुन्न भनेदेखि तपाईँहरू धनी मात्रै बस्नु न त, हामी गरिबलाई लखटिने यो गाउँबाट। ओ मूर्ख, गाउँमा गरिब नभए धनी कसरी हुने? हेर्नुहोस् दाइ, तपाईँ पनि सधैँ काजी साहबको बन्दुक बोकेर हिँडेर के गर्नुहुन्छ? पुरो भइसक्नु भयो। यही दिन तपाईँलाई काजी साहबले निकालिदिएपछि तपाईँ पनि गरिब नै हुनुहुन्छ। ओइ, तिमीहरूको तागत सकिया हो कि गाउँलेहरूको तागत बढ्या हो? काजीलाई त गर्नै छोडेछन् त आजकल। केही होइन काजी साहब, यिनीहरू सबै जङ्गेको ऋण लिएर यिनीहरू बाठो भएको। जङ्गेको ऋण चलाएको छ त्यसै होइन, तपाईँले पनि ऋण त्यसै दिने होइन। जङ्गेको ऋण चलायो भने चाहिँ तिमीहरूलाई ब्याज लाग्ला, तर मेरो ऋण चलाएन भने चाहिँ तिमीहरूलाई दिन लाग्छ, दिन होइन? तिमीहरूलाई त हामीलाई हेपेछ, यो जन्म मात्र होइन 7 जन्मसम्म पाप लाग्छ। पाप लाग्छ भनेर के गर्छ? धोका दियो, मैले त सोचेकै छैन। के गर्ने? कस्तो के गर्ने? गाउँले सबै भेला गर्ने, अहेर उहीसँग भेला। धनको विरुद्धमा पो बोलेन, जीवनको विरुद्धमा त बोल्नु पर्यो नि। कसैको विरोधमा म बोल्दिनँ दाइ, बरु यो बच्चा म फ्याँकिदिन्छु। कस्तो कुरा गरे क्या तिमीले? फ्याँकेर मात्रै समस्याको समाधान हुँदैन, यसको विरोधमा तिमीले बोल्नै पर्छ। पैसा पनि उसैको काकासँग छ, पावर पनि उसैको काकासँग छ, मैले के गर्ने? कस्तो कुरा गरे क्या तिमीले? कस्ता पैसावाला सकिया छन्, कस्ता पारोवाला सकिया छन्, तिनीहरूको विरुद्धमा तिमीले बोल्नुपर्छ। बोल्नु त पर्छ त, छरछिमेकमा नबोली हिँड्छौ। भाउजू सन्चो हुँदा सधैँ बोलचाल हुन्थ्यो, जब भाउजू बिरामी हुनुभयो अनि त्यहाँदेखि त बोलचालै बन्द भयो, होइन र रङ दाइ? अनि रने दाइ, भाउजूको उपचार भयो कि नै? उपचार त होला नि, तिमीहरूको रने दाइसँग पैसा छैन, खै होला कि नहोला। सधैँ निराश मात्र भएर हुँदैन नि दाइ, भाउजूको उपचारको लागि सङ्घर्ष पनि गर्नु पर्यो। यहाँ तैँले भने जस्तो हुन्छ, सबैको घरको आफ्नै समस्या हुन्छ नि, त्यो पनि बुझ्नु पर्यो नि, होइन र? सङ्घर्ष मात्रै गरेर हुँदो रहेछ नानी हो, 2-4 भोटो तिमीहरूले भन्दा मैले फटाएको छु। भाउजू बिरामी भएर दाइ कति धेरै तनाव हुनुहुन्थ्यो, अनि तैँले त्यसो भनेपछि त रिसाउनुहुन्छ। फुर्ती मात्रै बेसी है, खै त विदेशी मेहन्दी लगाएको छु भन्थ्यो त, लगाएकै रहेनछ त। हेर बाबु, मलाई नजिस्का हो, मेहन्दी लाउँछु भने त हो नि, लिन नि पठाएको, 1500 ठगेर गइहाल्यो मान्छे। मैले त्यसले ठग्छ भने होइन, ठिकै भन्छ त ठगेर। के को ठग्नु, बिचराको भिनाजु सिनाजु केही पनि होइन मेरो। बिहे नभएको केटी देख्ने बित्तिकै साली भन्छु त, अब मैले के गर्नु त? त्यही त है, अहिलेको जमानामा भेनाले साली नठगेको त कुन चाहिँ होला र? भिनाजु बिचरा, तिमीहरूलाई पनि त्यस्तै ठग्ने भेनाजु परोस्।
होइन कति निराश भएको है रने भाइ तिमी। तिम्रै जस्तै त हो नि। तिम्रो डोको कहिले भरिन्न, मेरो गोठ भैँसी कहिले भरिएन, उसको सुखको घैँचो कहिले भरिएन। तैँले चाहिँ भाउजूको उपचार गर्न सकेन भनेर भनेको होला छैन? अनि तैँले चाहिँ त्यो लैनु भैँसी फर्काएर ल्याइस् त? यसरी जुत्दै नहिँड क्या रने भाइ। पिरा तिम्रो नि उस्तै हो, यो रातेको नि उस्तै हो। तिमीले ठिक भन्यौ दिदी। ऋण छ भन्दैमा यो रनेको जस्तरी घोसी मुटो लाएर बस्नुभन्दा बरु यसरी सिट ठाडो पारेर हिँडेको राम्रो के। ल हिँड्यौ बरु। तिमीहरू पैसा खोज्दै हिँड्छौ, पैसाले यहाँ तिमीहरूलाई खोज्दै आइरहेछ। कोही कुरा बुझ्या? पैसा त चाहिने हो साउबा, छोरोले चाहिँदैन भन्यो। ए छोरोले मेरो पैसा चाहिँदैन भने तिमीहरूलाई म पुग्या कि यो गाउँमा बस्न पुग्यो? तिमीहरूका बाउ छोराले जङ्गीसँग ऋण लिएको मैले थाहा पाइरहेको छु। त्यसको पैसा लिन हुने, मेरो पैसा चाहिँ लिन नहुने, ताकि मैले त्योभन्दा कम ब्याज दरमा दिन्छु भनिरहेको छु। मलाई त काई साहबको पैसा चाहिएको हो नि। के गर्नु, आजकलका बुढाबुढी पढाइरहेका हुन्छन्। अब जङ्गम साउजीसँग लिँदा लिँदै किन फेरि काजीबासँग लिनु भन्ने कुराहरू भए। ए तिम्रो छोरोले पढे? कति पढाएको छ तिम्रो छोरोले? पढेर काजी भयो? म जस्तो हुनुपर्छ देखिस्? पढे पनि काजी, नपढे पनि काजी। भइगयो नि त काजी साहब, हजुरसँग मेरो जोरी खोज्ने हैसियत छैन। अब मेरो हैसियत छोरोसँग त जोरी खोज्ने छैन भने भइगयो नि त। अलिअलि पढाएको छ, पढेकै हो भने यो काजीको राखन धरन हेर्ने क्षमता छ त? छैन भने ल्याउरे। अब मैले भने माने भए हुन्थ्यो। ठिकै छ, केटाहरू आउलान् सम्झाउन। हे प्रभु, यो मूर्खै मूर्ख भएको ठाउँमा यो म बुढाको कुरा कसले सुन्नु? कसैले सुन्दैन रने भाइ। अब तपाईँ र म यहाँ बसेर सकिने कि कमाउन जाने तपाईँको विचार हो। कसरी जाने कमाउन? तँलाई थाहा छँदैछ, थाप्लोभरि त्यो जङ्गमको ऋण, घरमा रोगी बुढी, कसरी जानु भन्छ? बुढीकै लागि कमाउन जाने हो। हेर्नुहोस् त, मलाई पनि आफ्नो बाउसँग छुटेर बस्नु मन नहुँदा पनि बुढीकै लागि छुटेर बसेँ। बुढीकै लागि कमाउनु जाने हो केटा विदेश। अब उसका पनि कति सपना थिए होला। मसित आएपछि रोगी भए। मेरी बुढीका सपना सबै खरानी भए। के गर्नु त दाइ, मलाई पनि त्यो बुढो बाउलाई सुख दिन मन थियो नि। तर के गर्नु, अब बुढो बाउलाई माया गरौँ, श्रीमती रिसाउँछ, श्रीमतीलाई माया गरौँ, बुढो बाउ एक्लै छ, छुटेर बस्नु परेछ। हेर्नु केटा, बाउको लागि पनि सोच, श्रीमतीको लागि सोच। के सोध्नु जाने दाइ, अर्काको छोरी बिहा गरेर ल्याएपछि बुढीको मात्रै कुरा सुन्नु पर्ने रहेछ। बाउआमा त पराई हुँदो रहेछ। पराई त हुन्छ नि। अहिले तिमीहरू बाउआमासँग छौ अनि माया गर्छौ बाउआमालाई, पछि बिहा गरेर गएपछि बाउआमालाई पनि पराई बनाइहाल्छौ नि तिमीहरूले। के बिहा गर्नु काका, अर्काको छोरासँग जाऊ, अर्काको छोराको बाउआमालाई खुसी बनाऊ, त्यो भन्दा बरु यही घर ठिक छ। तँ पनि के भन्छस् हौ न? उहाँको छोराबारी सबैजना छुट्टिएर बसेर उहाँलाई पिर भएर बस्नु भएको नि। अहिले मेरो छोराबारीले भन्छौ भोलि बिहा गरेर गएपछि तिमीहरू पनि अर्काको छोरालाई छुट्याएर बसिहाल्छौ। काका कति साल पिर गर्नु भएको? छोराबारी छुट्टिएर गए पनि, बुहारी नआए पनि छोरा त आइरहेको देखिरहेको छु नि त। आज म बुढाको पीडामा तिमीहरूलाई मजा लागेको छ। भोलि तिमीहरू पनि बिहा गरेर गइसकेपछि छोराछोरी हुन्छन्, नाता नातिनी हुन्छन्, अनि तिनीहरूले पनि तिमीहरूलाई छोड्छन्, अनि त्यति बेला थाहा